क्याटफिस हो तर ठुलो छ। खतराको माछा पर्यो मुङ्गुर तर दामी। हामी यहाँ खाना खाँदैछौँ है। माछाको लागि चारो, यो चाहिँ कत्लेको लागि चारो बनाएर म असला खेल्न आएको है। असला त रहेछ, यो चाहिँ अघि परेको माछा हो है। हेलो हेलो गुड मर्निङ सबैलाई, गुड मर्निङ। अब आज चाहिँ कति फागुन 26 गते हो है। मेरो चाहिँ यात्रा कुलेखानीसम्मको छ आजको। अनि त्यसको लागि चाहिँ यहाँ मैले चारो बनाउँदैछु है, माछाको लागि चारो। यो चाहिँ कत्लेको लागि चारो बनाएर मैले, अब कत्ले पर्छै पर्दैन थाहा छैन, कत्ले नपरे नि कमन कहाँ पर्छ पर्ला। त्यही आजको यात्रा चाहिँ हाम्रो कुलेखानीसम्म हुन्छ। अब भिडियो अगाडि हेर्दै गर्नु होला है, त्यही हो। आज चाहिँ हामी कुलेखानी आएको छौँ है। सधैँ आउने ठाउँ नै कुलेखानी भइसक्यो, हाम्रो यहाँ पानी पँधेरो जस्तो भइसक्यो है। आज चाहिँ त्यही फिसिङ विशेषले आएको छु, यतैतिर रमाइलो गरौँ भनेर यता आएको छु। मेरो चाहिँ फिसिङ सुरु गर्नलाई यहाँ सामानहरू तयारी रेडी नै छ है। हुन्छ, सामानहरू तयारी नै छ। यता रड अनि यो चाहिँ हामी बस्ने हाम्रो स्पट हो यहाँको है। फिसिङ स्पट चाहिँ तल छ, हामी यहाँ बस्छौँ, यहाँ खान्छौँ, यहीँ हामीले इन्जोय गर्ने है। यतापट्टि चाहिँ हामी रुममा छौँ। यता हाम्रो श्रीमतीज्यू। एकछिनमा हामी तल गएर भेट्नेछौँ, हेर्दै गर्नु होला, स्टे ट्युन है। ठिक छ। यता हाम्रो छोरी अगाडि नै लागिसक्यो, उसको पनि सानो रड बोकेर है। चल तिम्रो रड देखाइदेऊ त एकचोटि, यता हेर न, रड देखाइदेऊ त, रड यता देखाइदेऊ नि बाबालाई। ल ल ल भयो भयो ल ल। अब हामी निस्किन्छौँ, निस्केर तल जान्छौँ, तल गएर अनि सेटअप गरेर अनि भेटौँला। Fishing in Nuko Kushi. र अब हामीहरू चाहिँ माछा मार्न जाँदैछौँ। नानी पनि आइरहेको छ पछि पछि। दिस इज द वे वी आर गोइङ। ओके, सानो फिसिङ रड पनि हाम्रो साथमा छ अनि हामीहरू जाँदैछौँ यसरी। Fishing spot. कति 7 किलोको आयो भने हैन एउटा? 7 किलो रहेछ। कति रहेछ? 5.5 किलो। बिहानदेखि 11-12 बजी भित्र मात्रै Sabay Jana Gay Aba Ekle Fishing Garn Ho. यता चाहिँ यो अल्छी थापेर छोडिरहेछौँ है।
माछा अहिलेसम्म चाहिँ लागेको छैन। अब भर्खर हानेर चाहिँ सक्यो यता यता है। हावा चलिरहेको छ, त्यो भएर नि यहाँ अलिकति डिस्टर्बेन्स भइरहेको हो कि जस्तो लागिरहेको छ। त सानो आगो बालेर आगो पनि तापिरहेको छौँ है। एकदम हावा चलिरहेछ, त्यो भएर माछाले टाकान टुकुन केही छैन अहिलेसम्म चाहिँ। बिस्तारै अब आउला, आएन भने चाहिँ एकचोटि अब हावा शान्त भयो नि त्यहाँ माथि गएर खेल्ने भने हो, त्यहाँ जानलाई हावा एकदम चलिरहेछ अहिले, त्यो कारणले गएको छैनौँ हामी। त यही नै हो। Fish on dies fish on. लगाइज यहाँ चाहिँ माछा पर्यो है। जाली निकाल्नु पर्ने। ठिक छ त, तान्न ठुलै छ यार। जाली निकालेर जालीमा हालौँ, बिस्तारी खेलाइराख। बन्द गरौँ। हानिसक्यो क्या। ल अब गाइस माछा निकाल्ने तयारीमा, एउटा हुकबाट चिनाएर अर्को हुक हुत्याउँदै हो हामी चाहिँ। यो असला खेल्ने डोरीमा परेको छ, किनकि सानो छ यो। गयो 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 गयो, अलिकति राम्ररी ताने। माछा चाहिँ घच्चीकै छ। क्याटफिस हो तर ठुलो छ। म आऊँ? लगाइज फाइनल्ली आज चाहिँ बिहानै एउटा खतराको माछा पर्यो, मङ्गुर, तर दामी छ। केटो पछिल्लो हानेको लागै रहन्छ नि त हेर्दा। त्यही त, तर यहाँ माथि आएर निस्क्यो कि खोइ एउटैले ताने रहेछ यार मा। ल केटा, हाउ डु यु फिलिङ भन्दे? मलाई अहिले चाहिँ रमाइलो लाग्यो बल्ल माछा परेपछि। अघिसम्म चाहिँ म हुँ परेर बसिरहेको थिएँ, अहिले चाहिँ मलाई खुसी लागिरहेछ। देखाउँछु यो कत्रो छ भनेर। लगभग होला यार 2 किलोको त यो त। छ 2 किलो लगभगै छ। ल ल गाइज हाम्रो चाहिँ एउटा यसको त आँखा त एउटा रेड छ, एउटा अर्कै छ यार। शैतानवाला हो कि क्या हो? खै खतरा गड्ड्या छ। एउटा च्याप्छ त्यसले, खस्दैन नि। खै आई डोन्ट नो, च्याप्दो रहन्छ माछा। जाली लिएन, जाली कहाँ छ? यो चाहिँ अघि परेको माछा हो है, हेब्बी ठुलो छ। अलिकति चल त, पुरै हेब्बी ठुलो छ है, घोजक्क परेको। यत्रो ठुलो बाल्टी छ होइन,
यो 20 लिटरको बाल्टी होला यहीँ ज्यानै अट्या छैन यसको ठुलो छ अहिले चाहिँ हामी यहाँ खाना खाँदैछौँ है यो चाहिँ मर्निङको खाना हाम्रो उता सरले यसो अमृत पानी पनि पिउँदै हुनुहुन्छ यता म्याडमले पनि चिलपिल यता म्याडम फेरि कुरै नगरौँ उहाँको अब आफू त मछुवारा मान्छे 5000 नखाइकन भएन फेरि गाह्रो छ अहिले चाहिँ हामी यो सानो ठाउँमा असला खेल्न आएको है असला त रहेछ तर एकदमै सानो रहेछ त्यो बल्छी खान नसक्नेवाला अन्त मेरो साथीले हानेर त्यहाँ केमा अल्झाएर अड्किए अनि खेलेको माछा चाहिँ लागेन बाइक र छोरी उता खेल्दैछ अब ठाउँ त यो असला खेल्ने ठाउँै हो हामी यता आउँदाखेरि मान्छेहरू खेलिरहेको थिए अस्ति होइन हिजो अनि त्यही भएर हामी पनि यसो ट्राई हान्न आएको तर लागेन अब हेरौँ यहाँ के छ कस्तो छ है यहाँ तिहारी हानेर छोड्या रहेछ कुन चाहिँले त्यही पानीमा फाल्दे अरूको कुन चाहिँ तिहारी हानेर छोड्या रहेछ यो यसलाई त्यहीँ फ्यालिदिनु पर्छ अरू त त्यही यत्रो सानो ठाउँमा पनि तिहारी सिहारी हानिदिएपछि अनि हामीले कहाँ खेल्नु त बल्छी खेल्ने ठाउँै हुँदैन नि हाम्रो त्यही हो अब चाहिँ हामीलाई फिसिङ गर्न पुग्यो अब चाहिँ हामी निस्किने तयारीमा छौँ बिहान त्यही पर्यो क्याटफिस पर्यो त्यो क्याटफिसले चित्त बुझाएर अब हामी निस्किँदैछौँ है त्यही नै हो भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद नयाँ हुनुहुन्छ भने यसो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् पुरानै हुनुहुन्छ भने चाहिँ भिडियोलाई माया गरिदिइराख्नुहोस् है त्यही नै हो सरी हाई गरिदेऊ हाई अनि छोरी फेरि त्यस्तै हो घमण्डी अलिकति ल अब निस्किम केटा छिटो ढिला हुन्छ ल गाइस अब हामी चाहिँ निस्किन लाग्यौँ यहाँबाट भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद पछि फेरि अर्को भिडियो लिएर फेरि उपस्थित हुने नै छु अहिलेको लागि चाहिँ हामी राख्छौँ